हामी चाहिँ अहिले लक्रेबन ड्याममा आएको छौँ। यहाँ चाहिँ नो स्विमिङ अर नो डु नट इन्टर द वाटर भनेको छ। यहाँ हामी पानीमा पनि जान पाउँदैनौँ। यहाँ चाहिँ हाम्रो डगहरू डक्कीहरू छ, हाँसहरू टन्न। यहाँ चाहिँ यिनीहरूलाई हामी प्रायः चाहिँ खानेकुरा लिएर आउँथ्यौँ। आज चाहिँ हामीले खानेकुरा लिएर आएको छैन। यहाँ मान्छेहरू टन्न आउनुहुन्छ। यस्तो खालको ड्याम छ। यहाँ बोटिङहरू पनि गर्न पाइन्छ। ल यस्तो डक्कीहरू छ। यो चाहिँ लक्रेबन ड्याम भन्छ, मेरील्यान्ड बाल्टिमोरमा, युएसएमा हो। र म चाहिँ डिआरएस ब्लकबाट। रमणीय ठाउँ छ, यहाँ बोटिङ गर्न पाइन्छ। धेरै ठुलो ड्याम छ, रिजर्भेसन हो। यही पानी चाहिँ प्रशोधन गरेर वितरण गरिएको हुनाले यहाँ चाहिँ हामीले स्विमिङ गर्न अथवा पानीमा जान पाइँदैन भनेको छ। यहाँ हाँसहरू टन्न पाइन्छ। रमणीय ठाउँ छ। हामी चाहिँ यो माथिको जङ्गल वाक गर्छौँ। झन्डै 3-4 किलोमिटर छ त्यो जङ्गल वाक गरेर अनि हामी यहाँ एकछिन बर्डहरू हेर्नको लागि भनेर आएको। त्यहाँ पर चाहिँ एउटा ब्रिज छ। यो ब्रिज छ, डक्कीहरू यता छ, एकदम बिग छ। त्यहाँनिर चाहिँ एउटा यस्तो खालको ठाउँ छ, त्यहाँ जान मिल्छ। रमणीय छ। हाँसहरू टक्क लाएर यस्तरी बसिरहेको छ है। यिनीहरू के खानेकुरा ल्याइदिएको छ कि भनेर हेर्छ। नजिकै लागेको छ, फिसहरू खान्छ। स्विमिङ गरिरहेको छ डक्टरले। ब्रिज छ, यस्तो छ। वरिपरि जङ्गल छ, जङ्गल वाक गर्ने। त्यहाँबाट हामी चाहिँ ट्याक्क लाएर चाहिँ यस्तो रमणीय ठाउँ छ। हामी चाहिँ यो माथिको जङ्गल वाक गरेर आएको हो। झन्डै 5 किलोमिटर यस्तो वाक गऱ्यौँ। सानी छोरीलाई बोकेर र दुईटा चाहिँ हिँड्छन्। यहाँ बिग डकिलो त्यो छ। आजलाई यति नै। हामी अब